सो हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल। सबैजनालाई स्वागत छ। आजको यो हाम्रो भ्लग बनेको चाहिँ काठमाडौँदेखि मनाङसम्मको रहनेछ र हाम्रो साथमा हुनुहुन्छ हाम्रो साथी सानैदेखि हिँडेडुलेको सँगै पढेको साथी निरज हाम्रो साथमा छ। लेट्स गो है त गाइज। राम्रो कन्टेन्ट ल्याएर हजुरहरुमा आज आएको छौँ। मेरो साथीको च्यानललाई एकदम सब्स्क्राइब लाइक शेयर सबै गरिदिनु होला। So we are getting ready guys. Niraj, I wish you best day for us. We were starting our journey guys. Welcome back. We will go towards the Manang now. So Manang side मलाई लाग्छ almost 250 plus kilometers छ काठमाडौँबाट। र अरु त्यहाँको क्लाइमेटको बारेमा भन्ने हो भनेपछि एज आई नो 567 -567 अलमोस्ट यो टेम्परेचर देखाएको छ गुगलमा है। हामीहरू चाहिँ अहिले लगभग थानकोट पुग्न लागिसकेका छौँ। अलिकति हामीले बिचमा चाहिँ रेस्ट लियौँ, अलिकति काम परेर अलिकति बाइकको लागि हामीले केही रसीहरू किन्नुपर्ने थियो ब्यागहरू बाँध्नको लागि, र त्यो हामीले अहिले किनिसक्यौँ। चाहे क्रिसमसको धेरै धेरै शुभकामना छ सबैजनालाई। र अलिकति के भन्छ, अलिकति अड फिल भनौँ कि अब अलिकति नर्भस भनौँ कि के भनौँ होइन। अलिकति मैले चाहिँ अहिलेसम्म चाहिँ यसरी अफिसियली आफ्नो भोइस मार्फत मैले यस्तो भ्लगिङ स्टार्ट गरेको छैन नि त। र धेरै कुराहरू मिस के भन्छ अलिक वर्डहरू अलिकति रफहरू पनि आउन सक्छ, त्यसको लागि मैले अलरेडी क्षमा चाहे। र तपाईँहरू हामी थानकोट पुगिसकेपछि हामी आफ्नो पारामा आउने छौँ र तपाईँहरूलाई यो पारा हेर्ने मन छ भनेपछि हाम्रो फुल भिडियो हेरेर साथ दिनुहोला। यो तरिकाले मेरो स्पिच सुरु हुँदैछ र तपाईँहरूलाई देखाउन चाहे यही देखाउन चाहेको मैले तपाईँहरूलाई जानकारी दिलाउन चाहे फेरि पनि। र वी आर नाउ क्रसिङ द थानकोट चेकपोस्ट। यो तरिकाले एकैछिनपछि हामी चाहिँ हाम्रो सामानलाई चाहिँ राम्रो तरिकाले कस्ने छौँ, बाँध्ने छौँ र त्यसपछि अगाडि मजाले धुरन्धर टाइपको अगाडि बढ्ने छौँ। र सुरुमा टच भइसक्यौँ है, तपाईँहरूले एकैछिनमा देख्न सक्नुहुन्छ। यो सुरुङमा पुगिसक्यौँ हामी चाहिँ अहिले। यहाँको चाहिँ स्टिल कामहरू चाहिँ अन्डर वे छ है। कहिले बन्छ कहिले चाहिँ सुरु हुन्छ, अहिलेसम्म अफिसियल्ली सुरु चाहिँ भएको छैन है। अब आशा गरौँ कि छिट्टै सुरु होस् यहाँको काम। कालो केही चिन्नै नसकिने आजभोलि चाहिँ एकदम बाटो चाहिँ एकदम फिलिली भएको छ है। तपाईँहरूले देख्न सक्नुहुन्छ, न त खाल्डाखुल्डी न त केही, एकदम नर्मल के एकदम चिल छ बाटो। त्यस्तो खाल्डाखुल्डी पनि छैन, तपाईँहरूले देख्न सक्नुहुन्छ है। यो बाटो चाहिँ 9 विषयसम्मको बाटो यार। हेर त है, यस्तो लामो जाम भएपछि त इरिटेट भइहाल्छ नि यहाँ। न त अगाडि गइया छ न त बल्ल क्रस गर्नुपर्छ। सफल भयो म यो तरिकाले त वाइल भइन्छ त केटा। तपाईँले देख्न सक्नुहुन्छ जामहरू पनि सक्यो हाम्रो लागि। गाडी धोएर एकदम चिटिक्क आएको थियो। अब त्यो त अब आशा नगरौँ कि मेरो गाडी चाहिँ एकदम क्युट होला जस्तो भनेर। अब त फेरि है धुलो खाइयो फेरि है। अगाडि यत्रो तारिफ गरेको बस्दैन फेरि यता नेपालको रोडलाई फेरि आइहाल्ने क्या। यही तरिकाले हो भने त हामी त सिधै यस्तो बाटो भएपछि त लास्टै कुदाउनु मन लाग्ने एकदम के स्पिरिङ कत्रा बबाल तरिकाले पिली भइरहेको क्या। साथी सक्दैन नि फेरि मेरो नयाँ बुढीलाई यो। ओहो साथी, यो त एकदम फुल्ली अटेन्सन भएर चलाउने कोसिस गरेर हुन्छु है म चाहिँ। एकदम वाइल्ड पारा साथी निस्किदिनुपर्छ ल। यो तरिकाले हाम्रो साथी
आइदियो भने त बवाल हुन्छ नि त। हामी चाहिँ अगाडि आउनु खोजेको है, नर्मल्ली यसले चाहिँ यसको चाहिँ इगोमा टच भएछ अनि चाहिँ हानिरहेको यसले पनि है। तर हामीलाई चाहिँ त्यस्तो इगो सिगो चाहिँ होइन, हामी चाहिँ आफ्नै तरिकाले हिँड्न कोसिस गरिरहेको यो तरिकाले है। हाम्रो कहाँ टाइमलाई सक्छ त फेरि। हाम्रो अगाडि हाम्रो राजा हाम्रो मेसी हुनुहुन्छ, एकदम स्याल्युट छ मेसी राजा है। मेसीलाई देख्न पाएपछि एकदम मन खुसी हुने है। केही चलाउने केटा हो, यो तरिकाले हान्ने माई गॉड बवाल यार, माई गॉड खत्रै कुद्यो नि गाडी। कति कुद्यो त्यो त थाहा भएन, तर खत्रै कुद्यो माथि भएको पनि छैन। यसलाई सिमेन्ट चाहिएको छ भने यता सम्झिनु होला, सर्वोत्तम सिमेन्ट रहेछ। सर्वोत्तम सिमेन्ट राइजिङ भिलेज स्कुल, राइजिङ भिलेज स्कुल रहेछ। सायद यहाँ खेलकुदको बारेमा हुनुपर्छ सबै पनि है। स्काउटको टिम पनि छ यहाँ र सँगसँगै यो तरिकाले उहाँहरूले चाहिँ प्रदर्शन गरिराख्नु भएको छ। एकदम रमाइलो भइरहेछ है। मलाई पनि याद आयो, म स्कुल पढ्दाखेरि हाम्रो एरियातिर पनि यही तरिकाले भइन्थ्यो। यो हामी आउँछौँ भन्ने थाहा पाइसक्यो केटाहरूले, यहाँको मान्छेहरूले है एकदम है। ओइ ल्यामा ओहो ओहो एकदम हेर त फेरि बाबुलाई फेरि हात सिक्ने के हो फेरि। यतातिर हेर्छु यतातिर गाडी जान्छ त यार घुवा भएर गइदिएर है बच्यो गाइस है। कुर्के खोलाबाट हाम्रो साथी प्रेमपुरतिर पनि गइन्छ होइन। प्रेमपुर जाने बाटो तपाईँहरूलाई मैले देखाउन चाहेँ र प्रेमपुरको ढोका चाहिँ यो छ। प्रेमपुरमा हाम्रो साथीलाई धेरै धेरै स्वागत छ है। देखाएँ तपाईँहरूलाई प्रेमपुर कुर्के खोला प्रेमपुर। पहिलो चिया हाम्रो राइडको पहिलो चिया तपाईँहरूले देख्न सक्नुहुन्छ। हामीसँग हाम्रो साथीसँग तिमी पनि बोल न यसो लगेर। हेलो हेलो व्हाट्स अप गाइस, हेडिङ टुवर्ड्स मनाङ। र तपाईँहरूलाई हाम्रो यो भिडियोमा फेरि पनि स्वागत छ। कस्तो लागिरहेको छ भिडियो है, हेर्दै गर्नु होला अन्त्यसम्म। तपाईँहरूले एकदम ब्युटिफुल दृश्यहरू हामीले तपाईँहरूलाई देखाउनेछौँ है। बवाल हुनेवाला छ यो राइड चाहिँ हाम्रो मनाङसम्मको। र हेरौँ कस्तो छ, चिसो एकदम कुन तरिकाको फिल हुन्छ भनेर तपाईँहरूलाई सबै लाइभ अपडेट गराउनेछौँ है त। उहाँहरूको चेकिङको साथसाथमा हाम्रो यात्रा जारी छ। तर के गर्ने, मामाले हामीलाई रोक्न सक्दैन। खै किन हो, जुन दिनदेखि मैले लाइसेन्स बनाएँ त्यो दिनदेखि हो केटा हो। हामी चाहिँ एकदम यो पारामा हामी चाहिँ लब त्रिशुलीको किनार हुँदै यो बाटोमा चाहिँ यो गाडी चलाउन एकदम मजा आउँदो रहेछ। मैले यो एकदम फिल गरेँ भित्रैबाट होइन। एकदम कम्फर्टेबल के यो बाटोमा चाहिँ, यस्तो बाटोमा चाहिँ बबाल राम्रो चल्दो रहेछ यो गाडी चाहिँ एकदम। हामीहरू चाहिँ अबको केही छिनपछि हामी मुगलिन पुग्न आँट्यौँ है। मुगलिनपछि हामी एकछिन त्यहाँ चाहिँ हामी ब्रेक लिनेछौँ र ब्रेक लिइसकेपछि हामी चाहिँ अलिकति हेरौँ के मुगलिन पुगिसक्यो। तपाईँहरू देख्न सक्नुहुन्छ मजाले। र एकदम यहाँ चाहिँ ब्युटिफुल तरिकाको बेलुनहरू चाहिँ गरेको रहेछ। बेलुनहरू चाहिँ टाँसा छ, लगाएको छ। सायद के ओकेजन हुनुपर्छ यहाँ है, त्यस्तो छ। यहाँबाट चाहिँ हामी हाम्रो घरतिर जान्छौँ लेफ्ट साइडबाट र राइट साइडबाट मनाङ जाने बाटो। सायद
साथसाथै पोखरा जाने बाटो धनगढी महेन्द्रगढ दिस वे द राइट वे इज पोखरा एन्ड मनाङ मस्ताङ है मस्ताङ मनाङ है के भन्छ यो बाटो चाहिँ पोखरा होइन यो चाहिँ महेन्द्रनगर जाने पश्चिमतिर यो बाटो चाहिँ हाम्रो मनाङतिर के गर्ने ब्रेक लिने हो चाहिँ हाम्रो पछाडिको दृश्य यस्तो छ साथीहरू है एकदम बवाल मजा आइरहेछ तर अलिकति साथी पछाडिबाट बस्दाखेरि चाहिँ एकदम गाह्रो हुने है आहा च्यासो 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 हुने यसले चाहिँ पछ्याउँछ हामी चाहिँ तनहुँ जिल्लामा चाहिँ टच भइसकेका छौँ है अलिकति काम थियो यहाँ तर खाउला मेरो साथी सातो पुत्र नखाउला मेरो सुताको यसरी नसुताऊ प्लिज ओइ एकजना खुसी छन् होला लास्ट टाइम पहिलोचोटि म चाहिँ मामाश्रीले रोकिहाल्नुभयो के छ अवस्था स्पिड चेकिङमा पऱ्यो क्या काम लाग्नु सक्छ बरु बिस्तारै जानु मेन चिट काट्नु ठुलो समस्या भएन कि तपाईँहरू सुरक्षित जानु ठुलो कुरा भयो क्या मेरो 5 एक्स्ट्रा काट्यो नि त त्यो त इस्युवाले काट्यो होला ल अब लो गरेर फोटो खिच्नु चाहिन्छ उतापट्टि फेरि उतापट्टि तेरोबाट खिच्छ हाम्रो त्यही पनि अब हामीलाई चाहिँ यो कुरालाई चाहिँ पोजिटिभ रूपमा लिएपछि लिनेछौँ र वी विल ट्राई टु नट गो इन स्पिड गाइज र हामी यहाँबाट चाहिँ आफ्नो राइडलाई चाहिँ कन्टिन्यू गर्नेछौँ र होपरी अब आशा छ उसलाई चाहिँ धेरै नै कुराहरू थाहा भयो अबदेखि चाहिँ उसले चाहिँ स्पिड चेकिङमा कहिले पढ्ने छैन भनेर बाचा पनि खाइसक्यो है अबदेखि म स्पिड चेकिङमा पर्दिनँ भने बाचा छ मेरो बाचा भनेर यो देखाइरहेछ साथीले उसलाई चाहिँ एकदम ब्याड फिल भइरहेछ मलाई पनि ब्याड फिल भइरहेछ अब के गर्ने त अब त्यही पनि हामीले यो कुरालाई पोजिटिभली किलोमिटर रहेछ र हामी चाहिँ अहिले डुम्रे भन्ने ठाउँमा पुगिसकेका छौँ र सायद यताबाट हो सायद हामीले अगाडि जानु मिल्दैन अब यताबाट हो सायद यतै साइड लगा न बेसी सहर आई थिङ्क यताबाट हुनुपर्छ रोक म हेर्छु ल र यहाँबाट चाहिँ बेसी सहर डुम्रेबाट चाहिँ हामी मनाङको लागि निस्किसक्यौँ यहाँबाट चाहिँ मनाङ जाने बाटो र अगाडि सिधै पोखरा जाने बाटो र पोखरा जाने बाटो हामीले छोडिसकेका छौँ अहिले देख्न सक्नुहुन्छ साथीहरू यस्तो रमाइलो बाटो रहेछ यता तपाईँको बेसी सहरको है एकदम चिल छ बाटो र तपाईँहरूले देख्न सक्नुहुन्छ एकदम ब्युटिफुल भ्यू रहेछ यतापट्टि पहाड रहेछ र यतापट्टि चाहिँ तपाईँको एकदम अगाडि हिमालहरू सहितको एकदम साथीले बेसी कुदाउनु रहेछ है खालो पाएपछि खाली रोड खालो भनेपछि खाली रोड हाम्रो लागि सो खाली रोड पाएपछि चाहिँ अथाह कुदाउँदो रहेछ तर तपाईँहरू चाहिँ स्टे सेफ है ड्राइभ सेफ भन्न खोजेको अब आजको यतातिरको मौसम चाहिँ बबाल छ एकदम घाम चाहिँ लागेकै छ है केही छिनको इन्फर्मेसन पछि हामी फेरि अगाडि बढेका छौँ र हामीले सोधेका थियौँ कि अगाडि पेट्रोल स्टेसन छ कि छैन भन्दाखेरि उहाँले छ भन्नुभएको छ र हो वी विल गेट द पेट्रोल देयर है अनि त्यसपछि बाटो पनि हाम्रो यही अलिकति पेट्रोल छँदै थियो र अहिले चाहिँ हामीले 1108 को पेट्रोल हालेपछि हाम्रो ट्याङ्की चाहिँ फुल भएको छ र यो पेट्रोलले हामीलाई चाहिँ तपाईँहरूलाई जानकारी दिलाउँछ है 25 को माइलेज दिइराखेको छ यसले चाहिँ दिइरहेको छ अहिले 180 चाहिँ 180 जान सक्छ भनेर यसले चाहिँ अनुमान गरेको छ
र हामी अहिले चाहिँ लमजुङ जिल्लामा टच भइसकेका छौँ र लमजुङबाट हामीहरू लमजुङको पनि पाउदी भन्ने ठाउँमा छौँ अहिले र यहाँबाट अगाडि बढिसकेका छौँ। अलिकति हामीले सानो ब्रेक लगेका थियौँ है रेस्ट र सबैले हामी चाहिँ यो चाहिँ बेसी सहर पुग्यौँ। यो चाहिँ बेसी सहर हो, बेसी सहर ठ्याक्कै सेरा बेसी सहर 8 सेरा हामी सेरा पुगेको छौँ होइन। बेसी सहरबाट हामी सिधै मनाङको लागि निस्किनेछौँ। एकछिन हामी चाहिँ यता चाहिँ एकछिन रेस्ट गर्नेछौँ। रेस्ट सँगसँगै अलिकति नास्ता अलिकति हुन्छ नि, आफ्नो पेट पूजा पनि गर्नेछौँ। त्यसपछि बेसी सहरमा पुगिसक्यौँ। बेसी सहरभन्दा अगाडि अहिले चाहिँ हाम्रो ब्रेक छ। अब एकछिन यहाँ हामी डिस्कस गर्नेछौँ कि आज कता बस्ने भनेर। मलाई लाग्छ हामीले यता अगाडि दाइलाई पनि सोधेका छौँ एउटा के छ आज पुग्न सकिन्छ कि नै भनेर। पुग्न त सकिन्छ तर अलिकति रस गर्नुपर्छ र त्यसको लागि चाहिँ हामी रेडी छैनौँ। लगभग हेर्छौँ, अब अनलाइनमा हेर्छौँ कुन अगाडितिर कति नजिक होटल छ। हामी चाहिँ मजाले अहिले चाहिँ लगभग 3 बज्यो, 3:30 हुन लाग्यो अनि 6 बजेसम्म चाहिँ मजाले जान सकिन्छ नि त। स्वागत छ फेरि पनि हजुरहरूलाई हाम्रो भिडियोमा है। हाम्रो नास्ता गरिसकेपछि हामी चाहिँ श्रीचौर भन्ने ठाउँसम्मको आजको यात्रा हुनेछ र आज हामी त्यतै बस्नेछौँ। र नास्ता गरिसकेपछि अब यहाँबाट हामी हिँड्न लागेको बिस्तारै हामी तपाईँहरूलाई अरू अपडेट नै दिनेछौँ। बेसी सहरमा एकछिन नास्ता गरिसकेपछि हामी अगाडि बढिसकेका छौँ है। अब हाम्रो स्टप भनेको चाहिँ मनाङ इको प्रेरिक उज्यालो लमजुङ भनेर यहाँ साइनबोर्ड टाँसा छ र लगभग अब यहाँबाट चाहिँ सबै थोक अफरोड जस्तो लाग्यो मलाई चाहिँ। अबको हाम्रो स्टप मैले पनि हजुरलाई फेरि जानकारी दिएँ। हाम्रो स्टप चाहिँ अब आजको नाइट के भन्छ श्रीचौरमा चाहिँ हाम्रो स्टप रहनेछ। हामी त्यतै बस्नेछौँ र बिहान यो बाटो चाहिँ माथिको बाटो चाहिँ अलिकति गाह्रो छ अरे। गाह्रो भन्दा पनि अन्डर कन्स्ट्रक्सनले बन्द हुनसक्छ, त्यही भएर हामीले यो बाटो लगिरहेछौँ र हामी एक्साइटेड छौँ केटा। सुरुङमाग पहिलोचोटि वी आर इन्टरिङ इन द सुरुङमाग इन नेपाल। सो लेट्स सी हाउ इट विल बी फर अस गाइज। वी आर है लुक एट अस चिल अन्टिल एकदम पहिलो क्षण हो हामी नेपालमा सुरुङमाग छिर्न गइरहेका छौँ। वाउ वी आर इन्टरिङ नाउ। ओइ बाबा ओहो यो तरिकाको रहेछ यहाँ त यार जाममा है बबाल बबाल हुँदो रहेछ है। सुरुङमाग लाइट भएको यस्तो है। ओइ बम गर्दाखेरि पुरै आवाज यार मोबाइल साउन्ड आउँदो रहेछ त यार भम गर्दाखेरि। पहिलो एक्सपिरियन्स पनि लियो केटा। सुरुङमागतिरको मोबाइल लाग्यो। हामी चाहिँ मर्स्याङदी केटा हो। लाइफ टाइम मर्स्याङदी साथ लमजुङ होइन। वी आर इन मर्स्याङदी। अहिले चाहिँ हामी मर्स्याङदीमा यहाँ चाहिँ बिहे रहेछ भएको। स्वागत होइन सबै बिहेको शुभकामना छ। बिहेको शुभकामना छ। जसको पनि बिहे हो शुभकामना। सो उहाँलाई देखाउनेछौँ। अहिले चाहिँ हामीसँग टाइम पनि धेरै छैन र यो तरिकाको ड्याम रहेछ यहाँ। आशा छ दुइटै बाटो एउटै ठाउँमा मिल्छ होला। के छ निरज यो बाटो होला कि नहोला? होइन एउटा बाटो अगाडिको आएको छ नि त। ए दुईवटा पुल रहेछ। यो चाहिँ यो तरिकाको छ यो बाटो रहेछ र अफरोड सुरु भयो जस्तो लाग्यो मलाई चाहिँ। गएर देख्न सक्नुहुन्छ। अब चाहिँ यो है यो हेर्नु। ओहो है
सुरु भयो बाटोले च्यालेन्ज हान्न थाल्यो है साथीहरू। हेरौँ हाम्रो बाइकले हामीले धान्न सक्छौँ कि न, यो च्यालेन्जलाई चाहिँ कम्प्लिट गर्न सक्छौँ कि न। त्यसको लागि तपाईँहरूले फुल भिडियो हेर्नु होला अनि लाइक सेयर कमेन्ट पनि गर्दै हुनु होला। अनि तपाईँहरूलाई हाम्रो के चिज राम्रो लाग्यो अनि के चिज चाहिँ हामीले चाहिँ इम्प्रुभ गर्नुपर्ने छ, तपाईँहरूले त्यो चिजलाई पनि हाम्रोमा कमेन्टमा मेन्सन गरिदिनु होला है। बाटो चाहिँ फुल्ली अफरोड रहेछ है साथीहरू। यसरी बाटो साथीहरू रातिको लागि चाहिँ एकदम गाह्रो पनि लाग्यो मलाई चाहिँ। यसो हेर्दा बुझ्दा हेर्न गाह्रो छ। बेलुकातिर चाहिँ परतिर चाहिँ यो दायाँपट्टिको पुरा भिड रहेछ, भिड अनि अलि सेफ्टी गार्डहरू पनि छैन। यो तरिकाको सानो मिनी झरना बाहुबलीमाको यतैबाट सुट भयो है। ओहो यहाँ रहेछ नि बबाल झर्ना रहेछ साथीहरू। तपाईँलाई म एकैछिनमा देखाउँछु है त, हेर्न सक्नुहुन्छ है त। बबाल रहेछ नि ल देखाउन चाहे हाम्रो मनाङ एरियामा यहाँ पनि अटो चल्दो रहेछ र अटोले थुप्रै मान्छे बोकेको छ र तपाईँहरू देख्न सक्नुहुन्छ अटोको यात्रा। 18 नम्बर अटो विराट कोहलीको अटो हुनुपर्छ यो पक्कै पनि, होइन निरज? ठ्याक्कै खतरा। अब देख खतरा है, तर ठ्याक्कै कस्तो भन्नाले यो भिआइपी नम्बर लिनलाई मान्छेहरू कति पे गर्छन्, तर विदाउट भिआइपी पेमेन्ट होइन। हि गट इट है। यो अवस्थामा अलिकति केही इन्फर्मेसन लिउँ भने पनि गाह्रो छ। अब मान्छे भेटेला र अलिकति जानकारी लिउँला भनेर हिँडिरहेको, अहिलेसम्म मान्छे नै भेटेन है। हो अगाडितिर मान्छे भेटिउन् भन्ने आशा गर्दछौँ। त्यो टपमा चाहिँ तपाईँहरूले लाइट देखिराख्नु भएको छ होला कि छैन। अब यहाँबाट चाहिँ 4-5वटा घर देखिरहेको छ टपमा र हाम्रो साइड दायाँपट्टि छ यता नदी खोला गाड के भन्छ सबै थोक। धेरै चाहिँ छैन पानी होइन, तर यही तरिकाको छ। अगाडि पसल आयो श्रीचौर भन्ने ठाउँ यही हो है। अब हामी चाहिँ यतै बस्ने छौँ। श्रीचौर हाम्रो होटेल पनि यतैतिर छ, गोर्खाली होटेल। र अब यता हेरौँ कतानिर छ गोर्खाली होटेल। गोर्खाली होटल कता हो? गोर्खाली होटल हजुर कुन यही हो? तपाईँ उता फोन आएको थियो नि दिदीको। आजको बसाइको लागि यही होटेल यही हो हाम्रो, यतै बस्नेछौँ आज। सही है, यतै हो हाम्रो कन्ट्याक्ट, यतै बस्नेछौँ। यो तरिकाको छ साथीहरू। यो अनि निरज आजको यात्रा चाहिँ कस्तो लाग्यो त तिमीलाई चाहिँ? के कस्तो छ, कस्तो फिल भइरहेछ? सुने जति सुने अनुसार होइन, बेस्ट अहिलेसम्मको बेस्ट देखे अनुसार एकदमै डेन्जरियस छ यो रोड चाहिँ। मनाङको रोड चाहिँ एकदम डेन्जर छ, तर योभन्दा अगाडि नि अप्ठ्यारो छ अरे। तर हामी अप्ठ्यारोलाई पार गर्दै गोर्खाली पावरमा हामी अगाडि बढ्छौँ, हामी मनाङ पुगेरै छोड्छौँ है त। अनि तिमीलाई के लाग्छ यो ठाउँ? झैकुटी त लास्टै ट्राई गर्नुपर्छ है। डोल्पाको एकदम मिठो थियो, अब मनाङको ट्राई गरौँ। साथीलाई चाहिँ एकदम झ्याङ्कुटी मनपर्ने है। अब मलाई म त त्यस्तो झ्याङ्कुटी त खाँदैन, त्यही पनि हेरौँ मौका मिल्यो भने चाख्नु चाहिँ पर्छ होला यो पालि चाहिँ। लास्ट टाइम मैले भिजिट गर्दाखेरि त्यहाँ चाहिँ मिस गरेको थिएँ। यो पालि चाहिँ म अलिकति 1 चम्चा भयो भने चाख्ने छु र त्यसको टेस्ट कस्तो हुन्छ अनि म बताउने छु हजुरहरूलाई है। अनि मलाई पनि यो ठाउँको बारेमा एकदम धेरै सुनिएको थियो र अहिले फाइनली म चाहिँ यहाँ आउन पाउँदा चाहिँ एकदम खुसी लागिरहेको छ र म एकदम खुसी छु। र मैले आफ्नो साथी निरजसँग आउँदा झनै रमाइलो। फेरि हामीले सँगसँगै धेरै टुर एन्ड ट्राभल एकदम धेरै नै गरिसक्यौँ है, धेरै मात्रामा। एकदम मिल्छ, जम्छ। अर्ग्यानिक चुलोमा खाना पाकिरहेछ दाइ यहाँको। सुन्न म के अरे फोक्सुन्डो जाँदाखेरि सेप्कामा बसेको थिएँ म होइन। सेप्कामा सम्झना होटल समथिङ कुन थियो होइन,
त्यहाँ चाहिँ म अब यस्तै चुलो थियो मैले चाहिँ अब त्यहाँ चाहिँ लिपेको थियो कि लिपेको थियो अब त्यस्तो विचार गरिनँ अति चिसो हात भइरहेको थियो कि मेरो लिपेको छ के तातो होला र भनेर हात लाग्यो त पुरै जलेर यस्तो भएको थियो नि योपालि म त्यो गल्ती दोहोऱ्याउँदिनँ है केटा अब यो चाहिँ दाइको मलाई लाग्छ लुगाको बनाउनु भएको छ फलामको हो फलामको चाहिँ बनाउनु भएको छ तर दाइले यहाँ तपाईँलाई देखाउनु चाहे यहाँ चाहिँ सुकुटी हो क्या हो तर यो के को सुकुटी हो मलाई लाग्छ बफ हो तर बफ आई डोन्ट लाइक है इफ मटन अर इफ एनिथिङ्स चिकन पर्क आई विल ट्राई है तर यो चाहिँ सक्दिनँ मैले सायद निरजले चाहिँ सक्छ होला होइन त दाइ के को रहेछ दाइ यो बफ हो दाइ अनि बफ त कहाँ खानु त अनि हामी त खाने भने चिकन मटन हो यो टाइपको पर्क भयो है अलिअलि यो टाइपको खाने हो ट्याङ्ग्रा नि पाउँदैन त ट्याङ्ग्रा त अलि माथि गएपछि मासु नि पाउँदैन सिरफुल ल्याइदिउँला कसैले ल्याइदिउँला तपाईँहरूले देख्न सक्नुहुन्छ हाम्रो खाना चाहिँ हुन्छ दिदी धन्यवाद हाम्रो खाना आइसक्यो तपाईँहरू देख्न सक्नुहुन्छ खाना एकदम पापडसहित हरियो साग एकदम लोकल बङ्गुरको मासु है र आई एम वेटिङ फर फुड यो तरिकाले छ यता बनिरहेको छ एकदम रमाइलो लाग्यो मलाई चाहिँ खाना पनि एकदम टेस्टी छ देख्दामा ताजा ताजा फ्रम लङजुम आजको रात चाहिँ हामी लङजुममा चाहिँ भोलि चाहिँ हामी तपाईँको मनाङ पुग्नेछौँ भोलि यो चाहिँ लङजुमको इन्डिङतिर हो हामीसँग चटनी छ र यो चाहिँ मासु भयो यो चाहिँ दाल भयो यो चाहिँ तरकारी हरियो र पापडसहित र पछाडि भात है यो छ चाहिँ अब यसको खाना आइसक्यो यो तरिकाले छ है हामी चाहिँ खाना खान्छौँ अब खुर्सानी त म त खाँदिनँ तिमी खान्छौ घाँस काटेर भ्याउँदैन पहिलो बाइट चटनी बबाल छ तिमुर हालेको चटनी तिमुर पनि छ यसमा गोलबेडा सहितको बबाल चटनी है आदिको रुमको ब्लग चाहिँ यो पाराको छ हाम्रो रुम चाहिँ यो तरिकाले है एकदम गुड छ एकदम है तपाईँहरूलाई देखाउनु चाहे यो अनि यतापट्टिको माहौल यता यो बाहिरतिरको यो है यो तरिकाको छ यहाँ पर चाहिँ खोला छ खोलाको आवाज यहीँ सुनिन सकिन्छ रमाइलो छ अहिलेको लागि मैले चाहिँ तपाईँहरूलाई गुड नाइट भन्न चाहेँ र हामी यसै गरी भोलि तपाईँहरूमा आज फेरि आउनेछौँ र तपाईँहरूलाई हामीले जुन जे देख्यो तपाईँहरूलाई त्यो नै देखाउने कोसिस गर्नेछौँ र तपाईँहरूले त्यसको लागि हाम्रो फुल भिडियो हेरिदिनु होला र आजको नाइटलाई हामीले चाहिँ गुड नाइट भन्ने पनि छौँ र सो आजको भ्लग चाहिँ यहीँसम्म र भोलि बिहान तपाईँहरूलाई मिठो न्यानो माया साथ नयाँ इन्फर्मेसनका साथ हामी तपाईँहरूलाई सुरुवात देखाउनेछौँ र यसको लागि तपाईँहरूले फुल भ्लग हेरिदिनु होला मेरो युट्युब च्यानलमा गएर लाइक सब्सक्राइब र कमेन्टहरू चाहिँ जस्तो लागिरहेछ तपाईँहरूलाई कस्तो फिल भइरहेछ त्यो पनि बताइदिनु होला र त्यसको लागि अहिले चाहिँ मैले गुड नाइट भन्न चाहेँ है गुड नाइट सी यू गाइस टेक केयर बाई बाई